नमस्ते सबैजनालाई। आज चाहिँ म मुलाको अचार हाल्दैछु। हेर्नुहोस्, यो चाहिँ तोरी पिसेको हो मैले, अनि यो चाहिँ धनिया, अनि यो पाउडर खुर्सानी, अनि यो अचार मसला, यो चाहिँ मिट मसला हो है। यो सबै यो मसलाहरू यहाँ मैले जम्मै पिसेर राखिसकेँ। अब चाहिँ म हरियो खुर्सानी पनि थोरै काटिसकेँ। अब यो सबै मिक्स गर्छु अनि सब हाल्छु। हिजो काटेको मुला चाहिँ मैले हल्का हल्का सुकेको छ, त्यतिकै मलाई सुकाएको मुलाको अचार चाहिँ मन पर्दैन। म त्यत्तिकै हालिदिन्छु। एक दिन चाहिँ पानी छोपेर राखिदिन्छु अनि हालिदिन्छु। धेरै छ अचार चाहिँ, टन्न हालिन्छ, मजाले खाइन्छ पछिसम्म। यसरी हाल्दैछु। धेरै मलाई मसला पनि धेरै मन पर्दैन, खासै मसला पनि मन पर्दैन। एक दुई दिनमै खाइहाल्ने बनाउँछु। पानी जम्मै आउँछ कि पानी पनि अझै धेरै छ, पानी आउनु लागेको छ। आज हल्का घाम लागेको छ, त्यो हालिदिन्छु। यो चाहिँ भयो। अब चाहिँ म मसलाहरू मिसाउँदैछु, हाल्दैछु। यामा यो चाहिँ तोरी हो, सब हालिदिन्छु। अनि यो धनिया सब यहाँ मिक्स गरिदिन्छु। यो चाहिँ मिट मसला सब हालिदिन्छु। यो पाउडर पनि सबै मिक्स गरेर हालिसकेँ। अब यहाँ चाहिँ हिजो अनि यो थोरै यो हाल्छु, खुर्सानी हालिदिन्छु। खुर्सानी पनि हालिसकेँ। यो हो चाहिँ तोरीको तेल हो होइन। हल्का मैले रातो खुर्सानी पनि त्यहीमा हालिदिएँ। अनि अब चाहिँ म यसमा हाल्छु। अब यो चाहिँ यसमा हालिदिन्छु है। हल्का उता तताएको हो, तातो छ तेलहरू जम्मै। अब म यसलाई मिक्स गरिदिन्छु। तातो छ अहिले, हल्का यसले गर्नुपर्छ। थोरै नुन, सबै मिक्स गरिदिन्छु। हल्का तातो छ कि तेल तताएर हल्का नुन हाल्छु। थोरै हिजो हालेको थिएँ। अब नमक यति हाल्छु, नुन दिएर होइन, पछि टेस्ट गरेर हाल्नु होला। अब यसलाई राम्रोसँग मिक्स गर्छु। तातो छ धेरै। सबले यसलाई, मलाई धेरै राम्रो खासै अचार त मन पर्दैन, त्यही पनि भाइहरू सबै खान्छन्, यस्तो तिनीहरूलाई मनपर्छ भनेर हालेको हो। पर्दैन अब म सबै मिक्स गर्छु राम्रोसँग। अनि हेर्नुहोस् गाइज, अब मैले चाहिँ सब मिक्स गरिसकेँ राम्रोसँग। अब चाहिँ म डिब्बामा हाल्छु। सब मिक्स गरिसकेँ राम्रोसँग। मैले हिजो चाहिँ बेसन चाहिँ हिजो नै मिलाइसकेको थिएँ, थोरै नुन पनि मिलाइसकेको थिएँ। आज मैले बेसन हालिनँ, ठिकै भएको छ। हामी धेरै बेसन पनि खाँदैनौँ, राम्रो लाग्दैन। अब म यस्तो डिब्बामा हालिदिन्छु। यो मलाई सिसाको डिब्बामा मन पर्दैन, यस्तो डिब्बामा मनपर्छ। यसमा हाल्छु। यो राम्रोसँग गरेर हाल्नुपर्छ कि पछि एउटैमा हुन्छ। सबै मिलाएर हाल्नुपर्छ, पछि पुरा हुन्छ नै। यहाँ सबै मिक्स ल
मैले अचार पनि डिब्बामा हालिसकेँ पुचुक्कै त म हाल्दिनँ अनि पानी फुट्छ नि त अनि फेरि 1 दिन 2 दिन घाममा सुकाउँछु धेरै त म सुकाउँदिनँ 2 दिन मात्र घाममा सुकाउँछु अनि राम्रो भइहाल्छ यस्तै रेसिपी हेर्नको लागि चाहिँ लाइक सब्स्क्राइब गरिदिनु होला यो हो नि यही हो यस्तो मैले हालिसकेँ अब घाममा सुकाउँछु हल्का घाम लागेछ आज चाहिँ बब्बल घाम लागेछ